मलाई यसपालि दसैँ मान्नलाई मासुको भाग नलाइदिनुहोस् हजुर। बाबालाई अन्याय र अत्याचार भ्रष्टाचारले सीमा नागेपछि 3 करोड जनताले कुटपिट गरेर घरबार विहीन गरेर विपत्तै पार्यो हजुर। ठुला दाइ र भाउजू भ्रष्टाचारी बाको सङ्गतमा फसेर जेन्जीहरूले घरबार विहीन गरेर लापत्तै भयो हजुर। बेहाल परिरहेको छ। माइलो दाइ वर्दी लाएर देश र जनताको सेवा गर्छु भनेर गएका थिए। भ्रष्टाचारी नेताको संरक्षण गर्दा आफै जेन्जीबाट शहीद बने हजुर। कान्छो भाइ सुनौलो सभा विषय बोकेर उच्च शिक्षा हासिल गर्न गएको थिए सहर। जेन्जी आन्दोलनमा शहीद बने हजुर। कान्छी बहिनी भाटभटनीमा गुडिया चोर्नीको आरोपले बदनामी भयो दाइ। म कुनमुख लिएर गाउँ आऊ, म गाउँ आउँदिन दाइ भनेर रुँदै बोलेकी छिन् हजुर। मनमा आनन्द र शान्ति भएको दसैँ मान्नु पिरको दसैँ म मान्दिनँ हजुर। त्यसैले मलाई मासुको भाग नलाइदिनुहोस् हजुर।